नमस्ते, म डाक्टर समीम अख्तर। केमोथेरापी साइकल्स भनेको केमो औषधि लगाइने दिइने समयावधि हो जुन प्रत्येक पटक बिरामीको उपचारको क्रममा दोहोरिने गर्छ। केमोथेरापी अन्तर्राष्ट्रिय शोधमा आधारित हुन्छ र वैज्ञानिक मापदण्ड र बिरामीको रोग अवस्था, ECOG पर्फर्मेन्स स्कोर, तौल, उचाइ, रगतको मात्रा, कलेजो र मृगौलाको अवस्था मध्यनजर निर्धारण गरिन्छ। प्रथम पटक निर्धारण गरिएको केमो उपचारलाई प्रथम अध्याय भनिन्छ, अर्थात् फर्स्ट लाइन भनिन्छ। दोस्रोलाई द्वितीय अध्याय भनिन्छ, सेकेन्ड लाइन भनिन्छ। एउटा लाइन अध्यायभित्र 4 साइकल, 6 साइकल, 8 साइकल वा 12 साइकलसम्म हुन सक्छ। यो साइकललाई चाहिँ उपचार चक्र भन्न सकिन्छ। प्रत्येक साइकल समय चक्रभित्र 1 डोज, 2 डोज, 3 डोज, 4 डोज औषधि दिनुपर्ने हुन सक्छ। एकपल्ट भर्ना भयो भने 1 दिनमै केमो सकिने अथवा 2 दिन, 3 दिनसम्म लम्बिने हुन्छ। सामान्यतया केमो साइकलको अन्तको 1 हप्ता औषधि दिइँदैन। यसको औचित्य शरीरलाई आराम दिनु र शरीरका कोशिकाहरूमा भएको क्षतिलाई निको हुन दिनु हो। क्यान्सरको उपचार सुरु गर्नु अगाडि यो सब तथ्य र उपचारको लक्ष्य अन्कोलोजिस्ट डाक्टरसँग बुझ्न आवश्यक हुन्छ। हस्त, धन्यवाद।